बागेश्वरी कलेजको अहिले पछिल्लो प्रयास भनेको विद्यार्थीहरूलाई सिप प्रदान गर्ने रहेको छन्। हालसालै मात्र बागेश्वरी कलेजले 4 वर्षमा 4 वटा सिप दिने भन्ने एउटा नीति पारित गरेका छन्। जब बागेश्वरी कलेजबाट विद्यार्थीहरू ग्रेजुएटेड गरेर जानेछन्, त्यति बेला विद्यार्थीको एउटा हातमा एकाडेमिक सर्टिफिकेट होस्, अर्को हातमा उसँग कम्तीमा 4 वटा स्किल चाहिँ होस्, जसलाई उसले आफ्टर ग्रेजुएसन प्रयोग गरेर आफ्नो करियर बिल्डअप गर्नको लागि भूमिका निर्वाह गर्न सक्छ। ऊ एन्टरप्रेन्योरको रूपमा अथवा सर्भिस होल्डरको रूपमा मार्केटमा कम्पिट गर्न सक्ने क्यापेसिटी उसमा बिल्डअप हुन्छ। एकाडेमिक सर्टिफिकेट्सले ऊ कति क्वालिफाइड छ भन्ने जस्टिफाई गर्छ भने अर्कोतर्फ उसको स्किलले अरूभन्दा बागेश्वरीका विद्यार्थी कुन कन्टेक्समा डिफ्रेन्ट छ भनेर जस्टिफाई गराउन सफल गर्छ अथवा त्यसले प्रमाणित गर्दछ। हामीले अहिले बजारले खोजेको, विद्यार्थीले रोजेको विभिन्न कार्यक्रमहरू जस्तै डिजिटल मार्केटिङका ट्रेनिङहरू, हाम्रो अकाउन्ट टेक्निसियनका ट्रेनिङहरू, त्यस्तै गरिकन एआईका ट्रेनिङहरू, एडभान्स कम्प्युटरका क्लासेसहरू, जापानिज ल्याङ्ग्वेज, चाइनिज ल्याङ्ग्वेजका क्लासेसहरू लगायत विभिन्न कार्यक्रमहरू हामीले दिँदै आएका छौँ। यस्ता कार्यक्रमहरू चाहिँ कम्तीमा पनि हाम्रो 3 क्रेडिट अथवा 50 घन्टाको कार्यक्रम चाहिँ हुन्छ, जसमा विद्यार्थीलाई हामीले प्र्याक्टिकली विभिन्न एक्टिभिटिजमा हामी इङ्गेज गराउँछौँ, जसको कारणले गर्दाखेरि विद्यार्थीले क्लासमा पढेको थ्योरिटिकल आइडियाज र त्यो आइडियाजलाई प्र्याक्टिकली इम्प्लिमेन्टेसन कसरी गर्ने भन्ने कुराको लर्निङ हाम्रो नन क्रेडिट कोर्सेसहरूले चाहिँ दिइरहेका छन्। अहिले जति पनि भने त्यसलाई हामीले नन क्रेडिटको रूपमा चाहिँ हामीले इन्ट्रोड्युस गरेका हौँ। र नन क्रेडिट कोर्सेसका अतिरिक्त हामीले विभिन्न प्रकारका सफ्ट स्किल डेभलपमेन्ट प्रोग्रामहरू पनि चलाउने गर्छौँ। त्यस्ता प्रोग्रामहरू 1 दिनदेखि लिएर हाम्रो 1 हप्ताको कार्यक्रम या 10 दिनको कार्यक्रम हुन्छ। कोर्सले मागेको र विद्यार्थीहरूको को रिक्वायरमेन्ट अनुसार हामीले त्यस्ता कोर्सेसहरू चाहिँ हामीले डिजाइन गर्ने गर्छौँ। जस्तै विभिन्न प्रकारका रिसर्च ओरिएन्टेड वर्कसप्सहरू, कम्युनिटी इङ्गेजमेन्टका वर्कसप्सहरू, प्रोजेक्ट डेभलपमेन्टका वर्कसप्सहरू, एकाडेमिक राइटिङ, क्रिएटिभ राइटिङका वर्कसप्सहरू हामीले सञ्चालन गर्दै आइरहेका छौँ। साथसाथै हामीले विद्यार्थीहरूमा बेसिक पिपिटी डिजाइन तथा क्यानभाका कोर्सेसहरू पनि हामीले दिइरहेका छौँ। यस्ता कोर्सेसहरूले विद्यार्थीहरूमा बेसिक स्किल्सहरू डेभलप गराउने र विद्यार्थीहरूलाई पब्लिकली आफूलाई प्रेजेन्ट गर्न सक्ने क्यापेसिटी बिल्डअप गराएका छन्। हामीले पब्लिक स्पिकिङका कोर्सेसहरू पनि हामीले चलाइरहेका छौँ, जसले गर्दाखेरि विद्यार्थीहरू पब्लिकली स्पिक गर्न सक्ने, कन्फिडेन्स बिल्डअप गर्न सक्ने भएका छन्। साथसाथै हामीले विभिन्न इभेन्ट म्यानेजमेन्टका ट्रेनिङहरू पनि हामीले चलाउने गर्छौँ। हामीले बागेश्वरी कलेजले दिने विभिन्न प्रकारका एक्टिभिटिजहरूलाई इभेन्टको रूपमा हामीले लिएर विद्यार्थीहरू मार्फत नै त्यस्ता इभेन्टहरूलाई हामीले मोबिलाइज गर्ने गर्छौँ, इम्प्लिमेन्ट गर्ने गर्छौँ, जसमा विद्यार्थी इभेन्ट म्यानेजरको रूपमा, फाइनेन्स म्यानेजरको रूपमा, पब्लिक रिलेसन म्यानेजरको रूपमा, अन्य विभिन्न रिस्पोन्सिबल जब होल्डरको रूपमा चाहिँ आफूले त्यस्ता गतिविधि लिएर आफूलाई चाहिँ प्रेजेन्ट गर्ने गरेको देखिन्छ। यसका अतिरिक्त हामीले विद्यार्थीहरूमा आफ्नो स्किल बिल्डअप होस् भनेर कम्युनिटीमा विभिन्न प्रकारका प्रोजेक्टहरू इम्प्लिमेन्ट गर्न लगाउने, रिसोर्सहरू आइडेन्टिफाई गर्न लगाउने, आफ्नो प्रोजेक्टलाई कम्युनिकेट गर्न लगाउने र विभिन्न स्टेक होल्डरहरूसँग बसेर समाजमा रहेका अथवा संस्थाहरूमा रहेका विभिन्न इस्युजहरूमाथि डिस्कसन गर्न लगाउने, डायलग गर्न लगाउने कार्यहरू हामीले गर्दै आइरहेका छौँ। हामीले विद्यार्थीहरूलाई खालि क्लासरुममा मात्रै सीमित राख्नुपर्छ भन्ने हामी मान्यता राख्दैनौँ। विद्यार्थीहरूलाई हामीले क्लासरुमभन्दा बाहिर लगेर उनीहरूसँग रहेका ट्यालेन्टलाई हामीले निकाल्नुपर्छ भन्ने दृष्टिकोणबाट हामीले गतिविधिहरू गर्दै रहेका छौँ। त्यसको एउटा इक्जाम्पल हेर्ने हो भने हामीले बागेश्वरी पत्रिका निरन्तर रूपबाट हामीले सञ्चालन गर्दै आइरहेका छौँ। गएको साल मात्रै बागेश्वरी उत्सव हाम्रो महोत्सव भन्ने हामीले कार्यक्रम गऱ्यौँ। त्यो कार्यक्रम गर्नुको पछाडिको अब्जेक्टिभ हामी बिजनेस कसरी गर्ने भन्ने कुरा क्लासमा सिकाउँछौँ। गर्ने भन्ने कुरा क्लासमा सिकाउँदाखेरि विद्यार्थीहरूले खालि कापीमा लेखेर, व्हाइट बोर्डमा लेखेर अथवा केही स्लाइड्सहरू प्रेजेन्ट गरेर मात्र बिजनेस गर्छ जस्तो हामीलाई फिल भएन। त्यही कारणले गर्दाखेरि हामीले विद्यार्थीहरूको निमित्त भनेर बागेश्वरी उत्सव हाम्रो महोत्सव हामीले आयोजना गऱ्यौँ, जसमा 63 वटा स्टलहरू थिए। त्यसमा लगभग 43 वटा चाहिँ इनोभेटिभ आइडियाज बोकेका स्टार्टअपहरू थिए, जसलाई हामीले 2 दिन सञ्चालन गरेका थियौँ र त्यो इभेन्टमा कतिपय विद्यार्थीहरूले झनै 2 लाख 2 दिनमा ट्रान्ज्याक्सन गरेको चाहिँ हामीले पाएका छौँ। त्यसका अतिरिक्त हामीले विद्यार्थीहरूमा विभिन्न प्रकारको एकाडेमिकली
स्ट्रङ क्रिएटिभ आइडियाजहरू हुन्छ भन्ने सोचेर भानु जयन्ती, मोती जयन्ती आयोजना गरेका छौँ र विभिन्न ठाउँमा हुने लिटरेरी कम्पिटिसनहरूमा हाम्रा विद्यार्थीहरू पार्टिसिपेट हुने गर्दै आएका छन्। साथसाथै हामीले विद्यार्थीहरूमा फिजिकल स्ट्रेन्थ बढोस्, फिजिकली उनीहरू फिट होस् भन्ने उद्देश्यले फुटसल, फुटबल, टिटी, ब्याडमिन्टन जस्ता गतिविधिहरू पनि निरन्तर रूपमा हामीले गराउँदै आएका छौँ। यसका अतिरिक्त देश विदेशमा हुने विभिन्न प्रकारका रिसर्च एक्टिभिटिजहरू, सेमिनारहरू, वर्कसपहरूमा हामीले हाम्रा विद्यार्थीहरूलाई निरन्तर रूपबाट इन्भल्भ गराउँदै आइरहेका छौँ। खालि विद्यार्थी मात्रै होइन, हाम्रा फ्याकल्टीहरूलाई पनि हामीले उहाँहरूको डेभलपमेन्ट होस्, एकाडेमिकली र स्किलमा डेभलप होस् भन्ने हिसाबले हामीले विभिन्न प्रकारका ट्रेनिङहरू, वर्कसपहरू गराउनुका साथसाथै त्यस्ता गतिविधिहरू यदि बाहिरबाट कहीँ भएका छन् भने हामीले इङ्गेज गराउँदै आएका छौँ। यसमा हाम्रो स्टाफहरू पनि जोडिन्छ। रिसर्चको कन्टेक्स्टबाट बोल्ने हो भने हामीले बङ्गलादेशमा भएको एउटा इन्टरनेसनल सेमिनार, त्यस्तै कन्फरेन्स, त्यस्तै गरी थाइल्यान्डमा भएको इन्टरनेसनल कन्फरेन्समा हाम्रो फ्याकल्टीले रिप्रेजेन्टेसन गरेर पेपर प्रेजेन्ट गरेर आइसक्नु भएको छ। त्यसका अतिरिक्त देशका नाम चलेका विभिन्न संस्थाले विभिन्न समयमा गरेका त्यस्ता रिसर्च एक्टिभिटिजहरूमा हाम्रो फ्याकल्टीहरू, हाम्रा स्टाफहरू निरन्तर रूपबाट सहभागी हुँदै आएका छन्, विद्यार्थीहरू सहभागी हुँदै आएका छन्। त्यसका अतिरिक्त हामीले हेर्ने हो भने विभिन्न देशका नाम चलेका विभिन्न कलेज, त्यस्तै गरिकन उद्योग, वाणिज्य सङ्घ संस्थाहरूले विभिन्न ठाउँमा गर्ने डायलगहरू, वर्कसप्सहरू, सेमिनार्सहरू, ट्रेनिङहरू, चाहे त्यो इन्डस्ट्रीसँग रिलेटेड होस्, चाहे त्यो जबसँग रिलेटेड होस्, चाहे त्यो एकाडेमियासँग रिलेटेड होस्, त्यसमा हामीले निरन्तर रूपबाट सक्रिय सहभागिता जनाउँदै आइरहेका छौँ। हामीले केही समय अगाडि एकाडेमिया इन्डस्ट्री डायलग पनि हामीले आयोजना गऱ्यौँ, जसले गर्दाखेरि हाम्रा विद्यार्थीहरूलाई अब म जब गर्ने होइन, जब क्रिएट गर्ने व्यक्तिको रूपमा चाहिँ प्रस्तुत हुन्छु भनेर आएका छन्। त्यसले गर्दाखेरि हाम्रा विद्यार्थीहरू अहिले एन्टरप्रेन्योरको रूपमा अगाडि आउन सफल पनि भएका छन्।